हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ क्योटोदेखि विवाहको उमिमाईको नाकाहामा बिच भन्ने ठाउँतिर। मैले भाइहरूसित ट्रेनमा चट्ट लाएर जाँदैछौँ, चटपटे खाएर। हामी चाहिँ नुहाउन एकदमै रमाइलो भयो नुहाउनको लागि। क्योटो स्टेसनदेखि चाहिँ त्यही लगभग 1 घन्टा जति लाग्दो रहेछ उमिमाईको स्टेसनमा झरेर। यता हिँड्ने लगभग 5-10 मिनट हिँडेपछि आइपुग्दो रहेछ बिचमा चाहिँ। अहिले चाहिँ यो सिजनमा चाहिँ 500 रुपियाँ चाहिँ पर पर्सन 500 रुपियाँ इन्ट्री लाग्दो रहेछ। एकदमै रमाइलो भयो, नुहायौँ हामीले, एकदमै रमाइलो गऱ्यौँ, नुहाउँदै फोटो खिच्दै पौडी खेल्दै होइन, एकदमै रमाइलो भयो। हाम्रो सुनिल भाइलाई चाहिँ पुरै पौडी खेल्न आउँदो रहेछ, पुरै टाढा टाढा डुब्दै खेल्दै होइन। राजेश पनि पुरै डुब्दै खेल्दै रमाइलो गऱ्यो। त्यसपछि हामी चाहिँ साँझ ट्याक्क आउँदाखेरि हानाबी लागेको रहेछ, हानाबी हेऱ्यौँ, त्यसपछि आइसक्रिम खायौँ, त्यसपछि फर्क्यौँ।